यसो आजको चाहिँ हावाको करामती हेर्नु नि पात परेको अगाडि स्वर पटार आएर अझै झरिरहेछ। फेरिलेमा चाहिँ धेरै 2-3 घन्टा अवरोध भयो क्या बाटो हावाले गर्दा। ठुलो गाडी तारेकै छैन, सानो गाडी दुःख सुख तारो रिक्स लिएर यस्तो हावा चलिरहेको छ। एउटा एम्बुलेन्स आएकोले दुःख सुख तारो रिक्समा अब जाँदैन बारी गरिने छ। फेरि हेर्नु न पुरा वस्तुलाई सेउला अछ्या जस्तो छ पत्कर हेर्नु न बाटोमा। त्यो हुन्छ नि एकतिर पत्कर उच्याउँछ नि त्यस्तै छ गाई चाहिँ त्यसो भए बारा सब पात पतेका स्वर पडार बारे अब डेन्जर हो। गाडीमा फनक्कै फेरि घुमाउँछ अनि यार बस र एउटा पिकअप गरेर आउँदा फनक फनक घुमायो यार। गाडी यस्तै छ है। अब यो चैत वैशाखको हावाहुरी लाग्यो है। सबैजना सचेत बसौँ, जताभावी आगो सागो नबाल्नु होइन। अब चलिरहेको छ, डढेलो लाग्ने सम्भावना ज्यादा हुन्छ है। त्यही भएर चाहिँ यस्तै छ है गाई।